आज स्किन केयर गर्दै मसँग कुरा गरौँ है त। हामी म त्यो टाइपको सोसाइटीबाट बिलङ गर्छु होइन, जसमा चाहिँ मैले यसरी मेरो स्किन केयर गर्दाखेरि ढोकाबाट चाहिँ मम्मीले पुरै चियाएर हेर्ने के आम्मामामामामामा कति थरी दलेको हो त्यो अनुहारमा। खै हामी त केही पनि दल्दैनौँ, हाम्रो अनुहार केही भएन, नचाहिने कुरा दलेको छ अनुहारमा। अनि बिबिर आयो, यो आयो त्यो आयो भनेर भन्ने गरे भनेर भन्ने कि मम्मीहरूले। अनि अहिले त पुरै जिम जाने ट्रेन्ड चलिरहेछ। सबैजना आफ्नो हेल्थप्रति चाहिँ एकदम सिरियस हुनुभएको छ होइन। म घरमा हुँदाखेरि मैले ढोका खोलेर चाहिँ म एक्सर्साइज गर्छु भन्ने वातावरणै थिएन कि। जब म ढोका खोलेर एक्सर्साइज गर्छु नि, सबैजना ढोकामा आउने, चियाएर हाँस्ने कि आम्मामामामा के गरे आयो एक्सर्साइज गरेकोलाई त्यस्तो भन्ने कि होइन। यो कुराहरूले चाहिँ गर्दाखेरि चाहिँ यति हाँस उठ्थ्यो हाम्रो सोसाइटी भनौँ न, हाम्रो समाज। हामी घर हुँदा हाम्रो बुवा आमाहरूको यो स्किन केयर र यो जिमको कुरा लिएर जसरी उहाँहरूले गर्नुहुन्थ्यो होइन, त्यो कुराहरूले चाहिँ लास्टै नै हाँस उठ्ने के। अनि आफ्नो हेल्थमा यसो ध्यान दिएर चाहिँ धेरै नखाने, बाहिरतिर जङ्कहरू धेरै नखाने। अब कतिको चाहिँ बिहान बेलुकै भात खायो भने पेट अलिकति लाग्ने समस्या हुन्छ कि, सो त्यसमा उसले बेलुका अरू केही कुराहरू खान सक्यो। यस्तो कुराहरू गर्दाखेरि चाहिँ घरमा चाहिँ एकदम गाह्रो पर्थ्यो है, स्पेसियल गरेर। तपाईँहरूको पनि स्किन केयर गर्दा र एक्सर्साइज गर्दाखेरि घरमा प्यारेन्ट्सहरूको रियाक्सन चाहिँ कस्तो हुन्थ्यो है, कमेन्ट गर्नु है त।